स्कुटीमा कुर्दै हुनुहुन्छ र म हतारमै छु। रिसाइसक्यो अलि मै ढिलो गरिदिएँ। कतातिर कुरिराख्नु हेर्नु पऱ्यो। 24 कुटी लगभग आइ नै पुग्यो। कता रहेछ ए ऊ त्यहाँ बसिरह है हेरौँ अब गाली खानु पऱ्यो। हेरौँ है गाइस। ल जाउँ। एकजना दुईजना छ। हामी त्यहाँसम्म पुर्याउनुहुन्छ राप्तीबाट पुलिले जान दिनु पर्ला। केमा जानु बस्नु जाबे न मारीको बस्नु चढ्के न त जान्छ आउ पार आइ पुरे यो पार छ ढिलो भए सरी है गाईहरू। यहाँ छ अब हामी विक्रम बाबा जानु लागेको। बसमा चढ्नु पर्यो। अहिले त मुछौ यो मैले पाएँ। अब विक्रम बाबा जानको लागि जाऊँ न त के गर्नु ढिलो भयो। ल जाउँ। एक्साइटेड बोयहरू हो यिनीहरू विक्रम बाबाको लागि। अब आइपुग्नै लागेको छ। अब आइपुग्न लागेका छौँ साथीहरू हामी। विक्रम बाबा यहीँ देख्यो मेला सुरु भइसक्यो। अब हेरौँ अब यो मान्छेले कहाँसम्म पुर्याउँदो रहेछ। नभए हामीले किनेर जानुपर्छ। मेला सुरु भइसकेको छ गाइस। यहीँ देख्यो सबैले सब एकजना हाइतिर गयो त यही सब चाहिँ सब पैसा त यो छ विक्रम बाबा आइपुग्न लागेको छौँ। अब राप्ती पुल गाडी बारी बढ़िया में
यही हो साथीहरू क्रोकोडाइल ब्रिदिङ सेन्टर के अरे चितवन नेसनल पार्कको हेड क्वार्टरमा भएको के अरे यो क्रोकोडाइल ब्रिदिङ सेन्टर हेर्नु होला ए यहाँदेखि त्यहाँसम्म रहेछ यहाँ टोटराइज हुन्छ यहाँ ओ हेर्नु त कति रहेछ कति धेरै रहेछ ए हो साथीहरू विक्रम बाबा जय विक्रम बाबा जय विक्रम बाबा और विक्रम बाबाले हाम्रो सबै साथीहरूलाई रक्षा गरून् हाम्रो विक्रम बाबा हुनुहुन्छ जय विक्रम बाबा फाइनली हामी दर्शन गरियो साथीहरू तपाईहरु पनि आउनु होला दर्शन गर्नु होला विक्रम बाबाको अब हाम्रो सकियो अब हामी घरतिर फर्किनु पर्यो बादल नि लागेको छ चाँडै फर्क जय विक्रम बाबा जय विक्रम बाबा जय विक्रम बाबा जय विक्रम बाबा जय के जय विक्रम बाबा जय विक्रम बाबा हामी नास्ता गर्दैछौँ यो 50 रुपैयाँ बडा हो दिनु म हान्दिन्छु त म हान्छु पहिले है मानौ है ल ल तो हान्नै पाएन यार हान्न त के भन हान्न दिइहाल्नु ल 50 ल म हाले ल कुनमा राख्या कालो कानोमा सोपराले के एक पुरी त हैन धरे कोलिउ त ल मेरो मुसा भाइ हान्न भइराख है मुसा भाइ एकचोटीमा 6 वटा ग्लास खसाउनु पर्यो है देखिए वो ल पख मुसा भाइ पख खै दाइ थोरै ल मुसा भाइ बसाइ छोडी हैन ए मेरो त ल यहाँ बोल रहेछ यहाँ ल आनन्द है ए मुले त हाल्नु स्पिड हान्नु ल मुसा भाइ आरामले है हाल स्पिड हान्नु पर्दैन एकदम स्लोमा है ल दाइ आराम दाइ ओ यार एउटा बाँकी रह्यो हाम्रो गान्धी सरकारसँग अब फोटो क्लिक गरिदिनु पर्यो ए अलि नजिक ल बड़ी स्पीड चलाई तो